अत्यन्तै हेरौँ न है। असारमा यस्तो हुँदैन थियो त हौ, यसचोटि पानीले है हरियो परियो। टमाटरहरू घसिलो रसिलै पो हौ डाँडा पनि। अब भोक्सिन फुलेर चाहिँ नि बाँच्न मगाउनु आइरहँदैछ। अनि आज फेरि पहाडतिर त हिजैदेखि पो पुरै ढुमिएर यस्तो रमाइलो भइराखेको छ। शीतल पनि अत्यन्तै शीतल पो छ हौ। सुकिमे फुल सुकिमे यस्तो भएछ। कुदै छ बक्से पनि। सुन्तला बिरुवा के भएर बढेन भनेको रोग लागेछ। अनि सुकिमे फुलेर तमास भयो। यसचोटि सुँगुर नभएकोले सुकिमे खाने सुँगुर पनि छैन। रमाइलो दिङ्ला पनि देखिँदैछ। आज दिङ्ला पनि मजाको पो देख्दो रहेछ यहाँबाट त। पुरानो घरहरू हेर्दा पनि चमचम लाग्दो भइसक्यो। सुन्तलाको बिरुवा यत्रोसम्म चाहिँ भयो। फल्ने कहिले यस्तो फुल्यो भनेको होइन। फुले यसो दाना पो अडिएन कि रोग लागेकोले। फुल्ने यसरी रोग लागेको छ। रुद्राक्षको बिरुवा राखेको छ। अनि भने चाहिँ यो आल्चा चाहिँ यसचोटि त्यत्रो दाना भर्खर लागिरहेको छ। बडो रमाइलो छ पहाड। यो चाहिँ आलु बखडा भन्दो रहेछ। गाउँघर पहाड रमाइलो देखिन्छ। यसो हेरिरहँदाखेरि मौसममा पहिलेभन्दा धेरै यसचोटि धेरै नै सुविधा सडकहरू बनेको छ। अब पक्की हुने कहिले हो, तर सडक चाहिँ अब डबल गाडी कुद्ने नै भएर छ। कम्तीमा पनि 16 फुट कोही सडक रहेछ। यसचोटि किम्बो पनि फुले, नाकिम पनि भन्छ होला फुलेछ। मकै यसो यस्तो यस्तो भइरहेको छ। यसचोटिको मकै भर्खरै छरेको मकै 10-12 दिन भएछ। 12-15 दिन। सडक त करिब यहाँ हेर्दा त 20 फुटकै रहेछ कति ठाउँमा त। हाम्रो बारी एरियामा चाहिँ तर कतैको चाहिँ लेभल चाहिँ 16 फुटको भन्ने सुनिन्छ। यस्तो छ सडकहरू। अप्ठ्यारो यसो पहाडको उकालो ओह्रालोमा तलमाथि गर्नलाई गाह्रै पर्छ। कान्छा चढिस कान्छ। लड छ है। यो त उहिलेकै ठुलो काम्रो पो त हौ। विशाल छ है। होस् गरौँ है। होइन रोडले त जग्गा त खालाथुल खाइहालेछ त हौ। अनि होइन यहाँ त झन्डै 30 फुटकै बाटो पो खारेछ त हौ। 30 फुटभन्दा पनि बेसी छ नि। आमामा होइन हाम्रो एरियामा त बाटो त फराक पो बनाइहालेछ त हौ। बारीमा त अरू तलउता त यति फरक देखिँदैन। आमा यति धेरै फरक बनायो। तर यसलाई म्यानेज गर्न नै लाग्छ।
यति धेरै यहाँदेखि भनेपछि त यहाँ त लगभग झन्डै 3वटा गाडी क्रस हुने ठाउँ छ नि। बाँसको सेपले गर्दाखेरि दाना पनि एकचोटि हरिहर छ। यो चाहिँ केन्द्रीय लाइनको पोल होइन, यो चाहिँ केन्द्रीय लाइनको पोल होइन त, बिजुली पोल। खनिउको बोट, रुद्राक्षको बिरुवाहरू रोक्नु भएको छ बाबुले। पहिले त धेरै उराट लाग्दथ्यो, अब अहिले चाहिँ सडक र बिजुली, कच्ची भए पनि सडक, धुलै भए पनि करिब यो 2टा गारा जोडेको रहेछ एउटै। भनेपछि त तर घरतिर चाहिँ भिर बनाइहालेछ। सडक चाहिँ ठुलो देखियो, 2टा गारा जोड्यो भने त ठुलै भइहाल्यो नि। चाहिँ रुद्राक्षको बिरुवाहरू सरर। अब चौकी डाँडा सालपासिली छ गाउँपालिकाको कार्यालय। आज पुरै ढुमिएर पानी आइरहेछ हौ उतातिर। जलजले मिल्के हिले छेउ धरानतर्फ। यसरी सडकहरू हेर्दा त कस्तो मजाको नागबेली सडक गुरुदुङमाथि। धेरै चैतको दिन हो नि, धेरै राम्रो। ला बारी लडेछ फेरि, सखुवा अब पौलाउन थाले। यहाँ पनि सखुवा पौलाउन थालो। तल बार आगो लडेर मकै चाहिँ बिगारियोले छ। साह्रै अप्ठ्यारो भयो। सुन्तलाको बिरुवा पहिले रोपिराखेको, यत्रो रोग लागेर हेर सबै हैरानै बनाएछ हौ। आमा यो रोग लागेर सुन्तला त खालि मरेर फलिसक्नु पर्ने। रागले केन्द्रीय पोलको, केन्द्रीय बिजुलीको पोल यार दामी छ हौ गाउँघर अहिले। यो चाहिँ राम्रोसँग बढेछ सुन्तलाको बिरुवा, तर खालि मर्ने रोग लागेर हैरान बनायो यो सुन्तलाको बिरुवामा। मर्ने रोग लागेर हैरानै बनायो। मौसम शीतल चिसो भइरहेछ आज पहाडी गाउँ एरियामा। यस्तो पो भइरहेछ हौ। पोल पनि कस्तो बाङ्गे गाडेको रहेछ हौ। सुन्तलाको बिरुवा पो खालि मर्ने रोग लागेर छ। बडो समस्या भइरहेछ हौ सुन्तलाको बिरुवा। यसरी भएपछि मकै पनि अब 10-15 दिन भएछ छरेको, यस्तो भयो। यो चाहिँ सिल्टिमुरको बिरुवा, सुन्तलाको बिरुवा मर्न लागेर खालि सक्लिन चाहिँ लाग्यो, मर सबै चाहिँ गाडीले गर्दाखेरि, गाडीको सडक बनाउनुले गर्दाखेरि सबै गाराहरू त नाश भएछ। यत्रो विशाल गारा यत्रो बनाएछ हौ सडकले गर्दाखेरि। जग्गा चाहिँ सबै सखा बनाएछ। सडक त अब
कच्ची सडक धुले सडक निकै ठुलै भयो तर जग्गा चाहिँ तीनवटै ठुलो ठुलो चाहिँ 2 गारा कुनैमा 3 गारै खाइदिएछ हौ आम्मा हेरौँ यहाँ अब ठुलो काँक्राको रुख थियो यो काँक्राको रुख पनि यस्तो बनायो यस्तो भइसक्यो पानी पर्न लाग्यो अरुण उपत्यका अरुण भ्यालीमा टोटल्ली पानी परेर धुमिरहेको छ सडकहरू अब जताततै धुलामे सडकहरू छन् यो एरियामा यो पारी सातेया भन्छन् सातेयामा धुलामे सडक सानोतिनो गाडीहरू कुदिराखेको देखिन्छ यो चाहिँ भोसुरको दार्चुला हो तर पनि कच्ची सडक चाहिँ कुदिरहेको छ ताबु सातेया यहाँ चाहिँ अब हिलो हुने भयो गाडीहरू अनि यस्तो छ हिलो हुने भयो पानी आयो भने हिलो पुरै हेर्दा नि यस्तो छ टोटल्ली पहिलो चाहिँ नि हामीले यतातिर सडक आउँछ भनेर कल्पना पनि गरेका थिएनौँ तर सडक त आयो तर यसले म्यानेज गर्ने पनि धेरै कुरा छन् जग्गा पनि धेरै नै खाइदिए यस्तो छ यहाँ चाहिँ दौडा पोल केन्द्रीय विद्युत लाइन प्रसारणको केन्द्रीय विद्युत प्रसारण लाइनको पोल हो यो अब यस्तो छ गाउँघर पुरै सानोमा हुँदा खेलेको हिँडेको ठाउँहरू हुन् भनेपछि अब यहाँ पहिले एउटा दायराको रुख राम्रो फुल्थ्यो यो समयमा यहाँ अब सबै रोड भयो अहिले अब मासतिर यसो हेर्दाखेरि सर्लक्क यो भयो आजभन्दा 5 वर्ष अगाडि रोपेको एभोकाडोको बिरुवा यहाँ बिजुलीको पोल छोको कारणले काट्दा गर्दाखेरि यो रोग लाग्नलाई थाले जस्तो छ हल्का फल्न पनि थाल्यो 5 वर्ष भयो रोपेको अब सबै यसरी रोडले चाहिँ जग्गै खाइदियो हौ जग्गा त लास्टै खाइदिएको छ त हौ सुन्तलाको बिरुवा हुर्किरहेको छ अब यो बिरुवा कहिले हुर्किने हो कतिपय त हुर्किसकेको छ तर रोग लागेर दिन्छ नि यो खालि यस्तो मर्ने रोगले चाहिँ सताउने हो के हो रुद्राक्ष हो भने चुटी बिक्री भएन पञ्चमुखी रुद्राक्ष चाहिँ बगरै रहेछ आमा बगरै हो पञ्चमुखी रुद्राक्षहरू सुन्तलाको बिरुवा यस्तो छ सुन्तला कागती त फल्न पनि थालेछ हौ फुलेको मात्र होला भनेको फल्न पनि थालेछ सुन्तलाको बिरुवा कागतीको बिरुवा फुल्न थाल्यो यस्तो भयो यस्तो छ सुन्तलाको बिरुवा यो लोकल टमाटर साह्रै मनपर्छ फल्या छ हौ राम्रो नै फल्या छ टिप्ने हो भने 4-5 किलो त हुने रहेछ हौ लोकल टमाटर पुरै टमाटर 5 किलो होइन यो सबै टिप्ने हो भने 10 किलो जति चाहिँ हुन्छ सबै टिप्नु पर्ने भयो लोकल टमाटर रानीभाडा कुन भन्छ हौ यो सबै टिप्नु पर्ने हो टिप्दाखेरि 10 किलो त होला सोप पनि दामी लाग्छ सिस्न पनि घडिया यस्तो मजाले सोप पनि भइरहेछ यो चाहिँ स्थानीय भाषा चाहिँ भोटे लसुन भन्दो रहेछ तर यसलाई चाइनिज लसुन हो भनेर बुझ्नु पर्यो इन्टरनेसनल ल्याङ्ग्वेज अनुसार चाहिँ चाइनिज लसुन
स्थानीय लोकल ल्याङ्ग्वेजमा चाहिँ भोटे लसुन भन्छ यसलाई। एट मकै भाँचिहालेछु नि। एट केले खान्छ मकै? यो चाहिँ सबसे सप्रिएको। सबैभन्दा धेरै सप्रिएको यो एभोकाडो बोट थियो। हलक्कै बोडेको 3 वर्ष अगाडि नै यत्रै थियो। अहिले यत्रो यो रोग लागेर हेर घाउने रहेछ। किराले खाइदिएछ यहाँ, रोग लागेर खत्तम भयो। शीघ्र न मर्छ न बढ्छ। यो कागती यस्तो यस्तो रोग लागेर मरेछ। आमामामा हेर, यो धेरै भयो रोपेको, अहिलेसम्म फलेको पनि छैन, मरेको पनि छैन, बढ्नु पनि त्यति बढेको छैन। गाह्रो बनायो हौ। सकर चिनी केरा पछि राम्रै छ। मौसम आजको जो सफा क्लियर छ। यो कालो गेउरेको चाहिँ आज काटी खानुपर्ने हो। अब छिपिसक्यो, हुर्क्यो भनेपछि सुन्तला पनि अझै छ, खाइयो पो त हौ। सुन्तला पनि खाइयो एकै ठाउँमा। सिधै पोल्ने हो कि कुखुराले गर्दाखेरि बचाउन गाह्रो हो। इस्कुसको मुन्टा नखाने बेला भइसक्थ्यो होला। भनेपछि सुन्तला एकचोटि हाम्रो राम्रो फल्दैन छ। अझै सुन्तला राम्रो टिपेर खाइ नसकेको हो के हौ अहिलेसम्म। सुन्तला यो ढिकी, यो अहिलेको मान्छेहरूले देखाउने हो भने यो अचम्मै मान्छ। यो ढिकी अझै ढिकी हामी चलाइरहेको छौँ। जाँतो पनि छ। खाने पानीको अब कतिखेर खोल्ने हो। भाँडा खाली छन्। सुन्तलाको बिरुवाहरू यस्तै छ। अब ओहो, सुन्तला अझैसम्म रहेछ हौ। खानुपर्ने भयो त हौ। ए सुन्तला रहिराखेको रहेछ हौ। झारेर खानुपर्ने हो। ल सुन्तला खानुपर्ने भयो, झऱ्यो। आजकलको सुन्तला कस्तो हुँदो रहेछ हौ, खाएनौ त। सुन्तला दुईटा खाएन कि क्या हौ? दुईटा चाहिँ रहेछ कि अझै छ कि क्या हौ रुखमा? सुन्तला कस्तो हुँदो रहेछ, खानुपर्छ है। आफ्नो बारेको मिठै, अघि एउटा खाँदा त मिठै थियो, मिठै थियो। यो टपरी ठिकै हुन्छ कि अब छिप्ने उ गरेको। सधैँ चलाउने भए चाहिँ हुँदैन, छिप्ने चाहिन्छ। एकछिनको लागि त भइहाल्छ। ए सुन्तला खाऊ त, एउटा रहेछ मिठै, एउटा चाखो न। मैले अघि एउटा खाएँ, अझै छ कि के हो, एउटै खाइदिउँ। वैशाखको दिनमा सुन्तला बोटमै हुने त राम्रो भयो त हौ। खाइयो है अलि
र सुकिसकेछौ आमामाम छ्या अलि विचार गरेर खाऊ तितो तितो भइरहेछ अघिको त राम्रो थियो हुनु पनि भइसक्यो लागिसक्यो अनि चिचिला पो बस्ने हो त यो एकचोटि सुकेछ नेमारको माथि त झिँगा टाउको जस्तो त बाक्लो न बाक्लो चिचिला छ यो हाम्रो कमला सुन्तलाकै भाइ कमला जस्तै यतिकै बाक्लो छ हौ यस्तै यतिकै बाक्लो फलेको छ यतिकै नेमारको त सुन्तला त हाम्रो फलेन यसचोटि छ कि कतै हेर्नु भनेर आएको त्यहाँ एउटा थियो अघि एउटा खुकुरी छ भने कालो ग्याउरे उखु चाहिँ खाइदिनु पर्यो अलिक टेस्टी हुन्छ यताको सर्लक्कसँग गएर चडक्क पुरानो स्टाइलको घर अहिले हामी खेलिनेको अब चाहिँ नि एउटा कालो ग्याउरे उखु चाहिँ खाइदिनु पर्यो अब बल्ल बल्ल पाहाड आउँदाखेरि आमाम उखु उखु हैट कति अग्लो भएर गएको छ आमामामा हेर ल उखु चाहिँ ढालियो सिउरिएर लड्दै लडेन हौ ए बाँधेको रहेछ नि त त्यही भएर हुँदैन त सर्लक्क खाइदिने हो आयो यहाँ आमा कति लामो छ त हौ आमामा झन्डै झन्डै 20 फिट जति लामो छ त हौ ल पानी फोरपछि यसले एटरिका 20 फिट लामो छ त हौ यसको बिरुवा लगेर रोप्नु होला तल धरानमा पनि हुन्छ नि अलिअलि 1-2 साल चाहिँ हुन्छ सधैँ चाहिँ हुँदैन मल स्याहार गरिराख्नु चाहिँ पर्छ कमिला खै कुखुरा छाडा छैन कमिला खानु आयो त हुने नि कुखुरा पानी पो आयो त हौ आम्मामा उखुको बोट ल आजको चाहिँ उखु चाहिँ अब एकै ठाउँमा बनाएर सर्लक्क खाइदिने हो लगेर सर्लक्क हालिदिनु पर्यो छ नि हौ यो त गाँठ 15 फिट त छ नि है त अब यस्तो गर्दाखेरि भनेपछि 15 त होइन 12 फिट चाहिँ रहेछ
तर उसको टुप्पासँग थिएछ अग्लो हो नि हौ छापले चाहिँ बाजादेखि नै कता जहाँ भिजेर त्यस्तै कुखुराको गरौँ हुने माथि सुतिरहन्छ भने यो उखु हिजो मूलघाटमा सोद्धाखेरि 100 रुपियाँ भन्दै थियो यसको आधीहरू थियो होला मसिनो छोटो छोटो काटेको फेरि यस्तो आँखा छैन लामो यस्तो लामो आँखा थिएन खानु सकिन्छ कि हौ गाँठे साह्रो साह्रो छ त हौ ल्याउरे कुटो सकिँदैन अब त यत्रो धेरै भयो अनि 200 भन्थे तल भाइ तिलाई पानी पर्न थालिगयो के यति धेरै छ नि भनेपछि एक बोट उखु यति धेरै भने त टनाटन पो हो त हौ एक बोट उखुको यत्रो भनेपछि त